सो हामीले भेन्डरलाई एड गरिसकेपछि हामीले चाहिँ अब स्टकहरू एड गर्नुपर्ने हुन्छ। भन्नुको अर्थ हामीले चाहिँ अब हामीसँग पसलमा भएको सामानहरू चाहिँ हाम्रो बिजनेस साथी अकाउन्टमा चाहिँ चढाउनु पर्ने हुन्छ, जसको लागि हामीले यसरी स्टक गरेर स्टकमा गएर अथवा एड न्यू स्टक गरेर पनि चढाउन सकिन्छ। होइन भने हाम्रो यो ड्यासबोर्डमै क्विक एक्सनमा एड न्यू स्टक भनेर छ, जहाँ चाहिँ हामीले एक क्लिक थिचिसकेपछि हाम्रो यो ड्यासबोर्ड देखिन्छ। र मैले एक्जाम्पलको लागि मैले एउटा भेगा हेलमेट भनेर राखिदिएँ क्याटेगोरी। हाम्रो अब यो क्याटेगोरी चाहिँ छैन, जस्तो यो मेरो क्याटेगोरी त हेलमेट हो नि त। अब यहाँ हेलमेट भनेर यहाँ लेखेको छैन भने चाहिँ हजुरले यहाँ प्लसमा थिचेर चाहिँ हजुरले क्याटेगोरी क्रिएट गर्न सक्नुहुन्छ। मैले यहाँ हेलमेट भनेर क्याटेगोरी क्रिएट गरेँ, हेलमेट भनेर। सो यसरी क्याटेगोरी मेरो हेलमेट भयो। अनि टाइपमा चाहिँ प्रडक्ट कि सर्भिस। अब यो चाहिँ बाई डिफल्ट प्रडक्ट सर्भिस भनेर दिया हुन्छ। अब हजुरले चाहिँ के हो, त्यो सर्भिस हो भने सर्भिस, प्रडक्ट हो भने प्रडक्ट। मेरो प्रडक्ट भयो मैले प्रडक्टै राखेँ। अब मैले मसँग चाहिँ कति सामानहरू छ त अथवा स्टकमा भन्दाखेरि मैले मानिलिउँ मसँग अहिले 10 वटा छ। अब इन्भेन्ट्री मेथड तपाईँ लिफो युज गर्नुहुन्छ कि फिफो युज गर्नुहुन्छ त्यो हिसाबले राख्नु भयो। मैले फिफो युज गर्छु। प्राइमेरी युनिट भनेको चाहिँ तपाईँले भेगा हेलमेट ल्याउँदै गर्दाखेरि केमा आउँछ त, बक्समा आउँछ, बोरामा आउँछ, ब्यागमा, कार्टुनमा। अब मैले बक्समा भने र सेकेन्डरी युनिट, अब मेरो सेकेन्डरी युनिट चाहिँ केमा हुन्छ भन्दाखेरि ब्यागमा हुने भयो। सो एक बक्समा कतिवटा हेलमेट्सहरू आउँछ भन्दाखेरि चाहिँ एक बक्समा मानिलिउँ 5 वटा आउँछ अरे। र सेलिङ प्राइस तपाईँले अब बक्सै बेच्नुहुन्छ भने चाहिँ कतिमा बेच्नुहुन्छ भनेर सोधिएको हो। मैले भने यहाँ 1500। मेरो पर्चेसिङ प्राइस चाहिँ एक बक्समा मलाई जम्मा 800 पर्छ अरे उदाहरणको लागि। र स्टक अलर्ट, अब कति स्टक पुग्दाखेरि चाहिँ तपाईँलाई चाहिँ अलर्ट आउनु पऱ्यो अथवा रिस्टक गर्नुपर्छ भनेर सोधिएको हो। मैले यहाँ राखेँ 6। यदि मेरो 6 बक्सा हेलमेट छ भने चाहिँ मलाई स्टक अलर्ट आउनु पऱ्यो भनेर मैले राखेँ। अब सेलिङ प्राइस फर सेकेन्डरी युनिट भनेर राखिएको छ। यो चाहिँ बाई डिफल्ट तपाईँको सेलिङ प्राइस यो 1500लाई चाहिँ तपाईँको यो 10ले भाग गरेर आएको कुरा हो। सरी 5ले, यो कन्भर्जन रेटले, यो चाहिँ बाई डिफल्ट। तर अभियसली तपाईँले चाहिँ ब्याग्स त अभियसली बक्सको दरले त बेच्नुहुन्न, अलिकति 2-4 नाफा नै खाएर बेच्नुहुन्छ। सो हजुरले चाहिँ अलिकति यहाँ बढाएर राख्न सक्नुहुन्छ। एल्स सिस्टममा देखाएकै हिसाबले बेच्दै हुनुहुन्छ भने त्यही राख्दा भयो, अथवा यसरी चेन्ज गर्न सक्नुहुन्छ। मैले 450 रुपियाँ ब्याग राखेँ। सो यहाँ तपाईँको चाहिँ अब मानिलिउँ तपाईँको हेलमेटको फोटो छ भने यहाँ सजिलैसँग चाहिँ स्टक आइडेन्टिफाई गर्न यहाँ फोटो राख्न सक्नुहुन्छ, जुन चाहिँ एउटा तपाईँलाई स्टक क्याटेगोरीमा गएर चाहिँ हेर्न सजिलो हुन्छ तपाईँको स्टक लिस्टिङ हेर्न। र डिस्क्रिप्सन केही लेख्नु पऱ्यो भने हजुरले यसरी राख्न मिल्यो। अर्को कुरा यहाँ एडिसनल डिटेल्स भनेर छ, जहाँ चाहिँ आइटम कोड, एचएस कोड भनेर छ। यिनीहरू भनेको चाहिँ तपाईँको अब एचएस कोडहरू, आइटम कोड, एसकेयु भनेको चाहिँ अब यो तपाईँसँग एक्स्ट्रा डिटेल्सहरू छन् जुन चाहिँ राख्नुपर्ने छ भने यसरी राख्न मिल्यो, छैन भने यो यसरी हटाउँदा पनि भयो। त्योभन्दा बाहेक हजुरलाई एडिसनल फिल्डमा गएर चाहिँ तपाईँलाई अरू कुनै कुराहरू लिस्टिङ गर्न चाहिएको खण्डमा चाहिँ यसरी तपाईँले राख्न सक्नुहुन्छ आफ्नो हिसाबले। मानिलिउँ एसकेयु भने एउटा उदाहरणको लागि। अब यसरी यहाँ डिफल्ट भनेर यो सेभ भइसकेको छ। अब तपाईँको चाहिँ यहाँ आएर एसकेयु नम्बर हाल भनेर सोधेको हुन्छ कि। अब यदि चाहिएन भने चाहिँ फेरि एडिसनल फिल्डमै जाने अनि यसरी रिमुभ गर्न सकियो। मैले रिमुभ गरिदिएँ अहिलेलाई। सो हजुरले चाहिँ यो हिसाबमा चाहिँ सजिलैसँग आफ्नो स्टकहरू चाहिँ एड गर्न सक्नुहुन्छ। मैले यसलाई सबमिट गरेँ। सबमिट गरिसकेपछि यसरी भेगा हेलमेट भनेर चाहिँ यसरी देखाउने भयो। स्टक भ्यालु हाम्रो 800 इन्टु 10 गरेर चाहिँ 8000 बराबरको चाहिँ हामीसँग स्टकमा हेलमेट छ भनेर बुझ्यो। अझै एउटा मैले थप्न चाहेँ प्लसमा गएर, जहाँ चाहिँ मैले केवाइटी क्याटेगोरी मेरो हेलमेट नै हुने भयो। क्वान्टिटी फेरि मेरो स्थली पनि 10 राखेँ। इन्भेन्ट्री फेरि फिफो नै राख्छु। प्राइमेरी युनिट मेरो हेलमेटको भनेपछि सेम नै हुने भयो, बक्सै हुने भयो। सेकेन्डरी युनिट ब्याग हुने भयो भने हाउ मेनी बक्स भनेर सोधेको छ। एक बक्समा मेरो 5 वटा राखिदिउँ। सेलिङ प्राइस तपाईँको बक्स कसरी बेच्नुहुन्छ भनेर सोधिएको छ। यो चाहिँ अलिकति महँगोमा बेचौँ 1800 मा।
भने यसको पनि पैसा चाहिँ पर्चेज चाहिँ अलिक बढ्यो। सेलिङ प्राइस कसरी बेच्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ सेलिङ प्राइस मेरो 500 को दरले बेच्दैछु। स्टक अलर्ट मलाई कतिमा चाहियो भन्दाखेरि 10 बक्सा छ भने यसले चाहिँ 5 बक्सा हुँदा अलर्ट आओस् भनेर भने। प्रडक्ट इमेज मैले एउटा इक्जाम्पलको लागि मैले यहाँ स्क्रिनबाट केही छ भने ओके यहाँ केही पनि रहेनछ मैले राखिनँ। सो यसरी चाहिँ तपाईँले आफ्नो स्टकहरू चाहिँ एड गर्न सक्नुहुन्छ। केवाइटी हेलमेटको प्रडक्टको नाम भयो, त्यो सर्भिस हो कि प्रडक्ट हो भने यहाँ छुटाउनु मिल्यो। क्याटेगोरी हेलमेट हो भने हेलमेट अथवा अरू कुनै एक्सेसरिज हो भने यसरी सजिलैसँग चेन्ज गर्न सक्नुहुन्छ। मेरो केसमा मैले हेलमेट नै राखेँ, हेलमेट नै भएर। र प्राइमेरी युनिट, सेकेन्डरी युनिट, कन्भर्जन रेट, सेलिङ प्राइस, तपाईँको पर्चेज प्राइस र सेल्स प्राइस फर सेकेन्डरी र स्टक अलर्ट राखेपछि चाहिँ यसलाई डबल कन्फर्म गरेपछि हजुरले सबमिट गर्न सक्नुहुन्छ। र यति गरिसकेपछि चाहिँ हजुरको यसरी स्टकहरू अपडेट हुने भयो। अब मेरोमा चाहिँ इमेज नभएर मैले राखिनँ, तर हजुरले चाहिँ इमेज राख्नुभयो भने अझ यसरी स्टकहरू हेर्न चाहिँ सजिलो हुन्छ। जस्तो अब तपाईँलाई यसको डिटेल चाहियो भने चाहिँ हजुरले यसरी 1 क्लिकमा यसरी यसको स्न्यापसट हेर्न सक्नुहुन्छ सजिलैसँग। जस्तो यहाँ कहिले एड गरेको, मार्जिन कति छ, सेकेन्डरी प्राइस कति हो, प्रडक्ट हो कि होइन, प्राइमेरी युनिट, कन्भर्जन रेट, स्टक अलर्ट, इन्भेन्ट्री मेथडदेखि सबै कुराहरू चाहिँ आउने भयो। अब यहीँ नै स्न्यापसटमा सेल्स, पर्चेज प्राइस, स्टक भ्यालु आउँछ भने कति क्वान्टिटी छ, कुन क्याटेगोरीको हो, केवाइटी हेलमेट, उसको फोटो होइन, यसरी आउने भयो भने पर्चेज डिटेल्स भनेर चाहिँ यहाँ कति गते, कति बजे, कसरी हाल्दै हुनुहुन्छ भनेर यसरी डिटेल्सहरू पनि आउँछ। र यदि यो स्टक आउट अफ स्टक भयो अथवा हटाउनु पर्यो, तपाईँले चाहिँ बेच्न थाल्नु भएन अथवा बेच्नुहुन्न, कन्टिन्यू गर्नु भएन भने चाहिँ यसरी सजिलैसँग स्टक रिमुभ नै गर्न सक्नुहुन्छ। अथवा प्राइसिङ चेन्ज भएको खण्डमा एडिटमा गएर यसरी प्राइस पनि सजिलैसँग चेन्ज गर्न सक्नुहुन्छ। सो यो हिसाबमा चाहिँ हजुरले स्टकहरू चाहिँ एड गर्न सक्नुहुन्छ। जस्तो ड्यासबोर्डमा जानुभयो अनि एड न्यू स्टक गरेर सजिलैसँग चाहिँ यसरी स्टकहरू एड गर्न सक्नुहुन्छ।